मैले आज हजुरहरूलाई बकुल्लाले र स्यालले मित लगाएको कथा सुनाउँछु है। एउटा एक ठाउँमा हेर्नु, बकुल्लाले र स्यालले मित लागेर छन्। अनि यो दसैँको बेलामा बकुल्लाले मासु ल्याएर अनि मिजुलाई खाना बोलाएछन् है। स्याललाई खाना बोलाएछन्। खाना बोलाइसकेपछि अनि बकुल्लाले साउरो कसौडीमा मासुको चौटा बनाएर मजाले पकाएर अनि ल मिजु खाना खान पर्यो, दुईजनाले एकै ठाउँमा खाने, मिजु मिलेर आज एकै ठाउँमा खाना खाने भनेर कसौडीसितै लिएर आएर बाहिर दुईजना खाना बसेछन्। खाना बसिसकेपछि अनि अब बकुल्लाको त चुचो लामो, साउरो कसौडीमा मासुको चौटा क्वाप्प झिक्दै चुच्चाले झिक्दै खाँदै गरे। स्यालको त टाउको ठुलो, त्यो कसौडीको साउरो मुख यता घुमाउँछन् उता घुमाउँछन्, त्यो मुख पस्दै पसेन। नपसिसकेपछि अब बकुल्लाले मात्रै त्यो मासु खाएर भ्याए। अनि भ्याइसकेपछि अनि मिजुलाई सोधे, कस्तो लाग्यो त खाना मिजु, सन्तुष्टि भयो, तपाईँ अगाउनु भयो भनेर सोद्धाखेरि म अगाएँ, मजाले खाएँ, मिठो रहेछ खाना, मिठो रहेछ मासु, मिठो रहेछ, मजाले खाएँ भने स्यालले। बिचरा एक पिस मासु खान नपाएर त्यो टाउको नपसेर खान पाएनन् उनले। अनि अब फेरि स्यालले भोलिपल्ट बकुल्लालाई, भोलि अब आज हजुरको घरमा खाना खाएपछि भोलि मेरो घरमा खाना खाने मिजु भनेर फेरि स्यालले बकुल्लालाई बोलाए। बोलाइसकेपछि फेरि बकुल्ला भोलिपल्ट स्यालको घरमा मिजु भन्दै खाना खान गइसकेपछि स्यालले फेरि मासु ल्याएर मासु पकाएर पातलो झोल बनाएर हेर्नु, त्यो झोल चाहिँ चाक्लो चरसको थालमा अनि राखेर मासुको चौटा टुक्रा एक पिस पनि नल्याइकन रस मात्रै ल्याएर अनि बाहिर लिएर आएर ल मिजु आज दुईजनाले एकै ठाउँमा खाना खाने, मासु र भात खाने भनेर, मासु मजाले खाने भनेर लिएर आएर अनि बाहिर त्यो थालमा, चरसको थालमा बाहिर अब मिजु दुईजनाले खाने भनेर लिएर आइसकेपछि अब फेरि बकुल्लाको त चुचो लामो, स्यालको टाउको ठुलो। अनि चरसको थालमा स्यालले आफूले त मजाले झोल सुरुप पारी खाए। बकुल्लाले त चुचो टक 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 पारेर थालको बिट मात्रै बजाए, थाल मात्रै बजाए। उनलाई झोल अब चुचाबाट झोल जाने कुरा भएन। अनि बकुल्लाले नि खान पाएनन्। ल मिजु भएर त्यसरी बोलाएर अनि त्यस्तो मासु भनेको त्यस्तो चिज रहेछ। ल अनि के भयो त मिजु, तपाईँ अगाउनु भयो भनेर सोद्धाखेरि बकुल्लाले पनि त्यस्तै स्यालले जस्तै जवाफ दिए, अगाएँ, सन्तुष्टि भए, मिठो रहेछ खाना भने। त्यस्तो गरेर बिदाई भयो। हेर्नु, यो दसैँ भनेको यस्तो मासु भन्ने यस्तो चिज रहेछ। ल हेर्नु।